मलाई नानीको यादले जहिले तहिले रुनुपर्छ दाइ, के गर्नु? हैन कि अब तपाईँ मेरो बाबुआमा कोही छैन, पाहाडमा छ सबैजना। मेरो बाउले पनि कान्छी ल्याएको, नराम्रो भयो दाइ, मेरो हेर्नु कोही छैन। ससुरा पनि साउदीतिर हुनुहुन्छ, धेरै सहयोग गर्नुहुन्थ्यो, माया गर्नुहुन्थ्यो। अब ऊ यसो एकछिन टिकटकमा केटाहरूसँग बोल्दाखेरि मैले यसो हातपात गरेँ होला, एक दुई ठाम पड्काएँ होला, मेरो गल्ती भयो त्यसमा। तर ठाम पड्काउनु कि भयो कि अलिक धेरै पड्काउनु भयो? होइन, यसो एक दुई ठाम मात्रै। बेला बेला अब बोलिरहन्थेँ, म टर्चर गरिरहन्थेँ होला। अब जहाँ जस्तो जे अवस्थामा भए पनि थपक्क फर्केर आओस् भन्न चाहन्छु। अनि किन चाहिँ त्यसरी कुटिरहनुहुन्छ त बुढीलाई? बुढीलाई अब कुटिरहन पनि त्यस्तो साह्रो कुटिरहने होइन। कहिले कहिले अब त्यही यसो फोनमा कहिले कहिले बोलेको थाहा पाउँदाखेरि मैले एकचोटि चाहिँ कुटेकै हो। दाइ दाइ दाइ, के भयो? यहाँ मेरो बुढी फरार भएर छोरी 7 वर्षको लिएर यही फोटो हो, फरार भएको छ 7 गतेदेखि। छैन बुढी, म रुनु र हाँस्नु भएको छु, भात पनि खाएको छुइनँ, पानी पनि खाएको छुइनँ। म अहिले यहाँ आइरहेको छु दाइ, त्यस्तो समस्या भयो। के भएको खासमा? के भएको रे? बुढी मात्रै हराएको कि के हरायो? बुढी छोरी 7 वर्षको हराएको छ। 7 गते बिहान म धनकुटा गएको थिएँ, त्यही क्रममा बुढी र बच्चा फरार, फोन अफ गरेर भागेको छ। कहाँ गएको के गएको पुलिस रिपोर्ट गर्दा पनि थानामा हाल्दा पनि कतै केही भेटेको छैन दाइ। म अब यिनीहरू बेगर बाँच्न सक्दिनँ, मेरो छोरी चाहिन्छ। अर्कोतिर पहिला गएको हो रहेछ भने मलाई सबै मलाई डकुमेन्ट पहिला गएको सबै चाहिन्छ। नभए म तपाईँको श्रीमतीको नाम? श्रीमतीको नाम नेहा विश्वकर्मा, पुरानो पुर्ख्यौली घर, रवि 4-5 तर भनेर यहाँ म भन्दैछु दाजु। तनाव भयो मलाई। नाम चाहिँ? मेरो अर्जुन दर्जी। यो चाहिँ के भएको? यो के हो? यो बुढीको यो नागरिकताको फोटोकपी, नागरिकता बनाउने सिफारिस। अनि नागरिकता चाहिँ बनेको छैन? छैन बनेको। बेदर्ता भएको छैन? बेदर्ता भइसक्यो। के अनि तपाईँको नागरिकताबाट भन्यो बेदर्ता छैन? उतै माइतीबाट बनाउने कुरा थियो, नबनेर नमिलेर। होइन हौ, बेदर्ता चाहिँ बेदर्ता मेरैबाट बनाएन मेरोबाट। अनि बेदर्ता छ भन्नुहुन्छ त? बेदर्ता त छ, फेरि बनाएन भन्नुहुन्छ त? फेरि होइन, नागरिकता चाहिँ बनेको छैन, बेदर्ता चाहिँ भइसक्यो। अब कसरी मिलाउनु भयो, बुवाले बनाइदिनु भयो। भोलिको दिनमा अब तपाईँको नागरिकता भएपछि उहाँको जन्मदत्ताबाट बेदर्ता त हुन्छ कि? हजुर। यो तपाईँसँग बिहे गरेपछि तपाईँको नाम त रहेछ, खै एकछिनमा हेर्छु त ल दाजु। यहाँनिर 2403 धनकुटा भनेको छ। यहाँ यो फोटो पतिको नाम थर अर्जुन दर्जी, तपाईँको नाम हो? हजुर। तपाईँको यो श्रीमतीको नाम निहा विश्वकर्मा हो। के काम गर्थ्यो? ऊ स्कुलमा, कर्नरस्टोन स्कुलमा पढाउँथ्यो दमकमै। छोरी पनि सँगै लिएर जान्थ्यो। म त पुरानो सफारीमा मजदुर गरेर खाने मान्छे, एकदम पीडित मान्छे दाइ। अब पहिले अलिअलि डिस्कसहरू परेको थियो, त्यहाँदेखि त्यत्तिकै मनमुटाव भएर ऊ हिँडेको छ। अनि तपाईँको नि गल्ती होला नि त? मेरो पनि गल्तीहरू। अब ऊ यसो एकछिन टिकटकमा केटाहरूसँग बोल्दाखेरि मैले यसो हातपात गरेँ होला, एक दुई ठाम पड्काएँ होला, मेरो गल्ती भयो त्यसमा। तर ठाम पड्काउनु कि भयो कि अलिक धेरै पड्काउनु भयो? होइन, यसो एक दुई ठाम मात्रै। बेला बेला अब बोलिरहन्थेँ, म टर्चर गरिरहन्थेँ होला। अब जहाँ जस्तो जे अवस्थामा भए पनि थपक्क फर्केर आओस् भन्न चाहन्छु। अनि किन चाहिँ त्यसरी कुटिरहनुहुन्छ त बुढीलाई? बुढीलाई अब कुटिरहन पनि त्यस्तो साह्रो कुटिरहने होइन। कहिले कहिले अब त्यही यसो फोनमा कहिले कहिले बोलेको थाहा पाउँदाखेरि मैले एकचोटि चाहिँ कुटेकै हो। कहिले कुट्नु भएको? लगभग त्यो हिँड्नुभन्दा 10-15 दिन अगाडि दमकको थानामा सम्म गएर डिभोर्ससम्म गरेको थियो। डिभोर्ससम्म मलाई मागो, तर होइन, आफ्नो बुढी हो, एक वचन एकचोटिको लागि मिलेर गरी खानुपर्छ भनेर मैले लिएर कोठामा आएको थिएँ। त्यति बेलै हजुरआमा बित्नु भएर धनकुटाको जाने टाइममा गएको टाइममा ऊ बुढी बच्चा लिएर 7 वर्षको नानी लिएर फरार भई। अब म मरौँ कि बाँचौँ दाइ, एउटा पुरानो सफारी छ, मसँग त्यति सम्पत्ति पनि नभएको मान्छे। अब अर्काको छोरी भए पनि अब मिलेर राम्रो गरी खाने हो। आओस्, आएन यदि बच्चा मैले भेटिनँ भने यिनीहरूकै लागि म ज्यान फालिदिन्छु दाइ। होइन, अब त्यसो त गर्नु हुँदैन होइन? होइन, फालिदिन्छु दाइ, मलाई यो साह्रो पर्यो। मलाई नानीको यादले जहिले तहिले रुनुपर्छ दाइ, के गर्नु?
होइन कि अब तपाईँ मेरो बाउ आमा कोही छैन, पाहाडमा छ सबैजना। मेरो बाउले पनि कान्छी ल्याएको, नराम्रो भयो दाइ मेरो हेर्नु कोही छैन। ससुरा पनि साउदीतिर हुनुहुन्छ, धेरै सहयोग गर्नुहुन्थ्यो, माया गर्नुहुन्थ्यो। अन्तिममा एक्कासी यस्तो भयो। अब मैले के गर्नु दाइ, यिनीहरूकै नाममा भए पनि म मर्दिन्छु अब। होइन त्यस्तो नगर्नु होइन। हजुर, अब तपाईँले दङ्गियाको हो कि अब सामानहरू चाहिँ के लगाएको त? सामानहरू सबै छ प्राय, मैले थाहा पाउने जति सामानहरू। यसो एक जोर लुगा लग्यो होला उसको, पोते सिँदुर पोते सबै छ, लुगा फाटोहरू सबै छ हेर्नुहोस्। तर सिर्फ नानी चाहिँ मेरो लगेर गइदियो, एकचोटि सल्लाहले गइदिएको भए पनि हुन्थ्यो। कहाँ गयो के गयो मलाई थाहा छैन। बिचमा एकचोटि कल आयो, म अर्कैतिर गइसकेँ भनेर भन्थ्यो। त्यहाँदेखि फेरि कन्ट्याक्ट छैन, फोन अफको अफ छ। उसको दाइले पनि फोन अफ गरेर बसेको छ। अब ससुरासँग पनि कन्ट्याक्ट भएको थियो, ससुरासँग कन्ट्याक्ट हुँदाखेरि अब छोरी कता छ के छ अब हामीलाई थाहा छैन। तपाईँहरू मिलेर बस्नु भएको थियो, कसरी हो आफै लगेर गरी खाएको हो, हामीले दिएको पनि होइन भनेर भन्नु पनि भयो विदेश साउदीबाट। दाइ त्यस्तै छ। म त अब म बाँच्दिनँ होला दाइ धेरै दिन। होइन पर्दैन त्यसरी मर्नु। एउटा श्रीमती आउँछ तपाईँले दङ्गिया अनि कुट्नु भएको छ नि त, कुटेपछि उसलाई पनि त रिस उठ्यो होला, दङ्गिया होला। होइन दङ्ग्याएर अब 2-4 दिन आफ्नो मान्छेकोमा बस्छु भने चाहिँ भगवान्ले नै जान्नुहोस्। तर मेरो छोरीको यादले म मर्छु होला दाइ, अब बाँच्दिनँ धेरै दिन। अनि प्रहरीले चाहिँ के भन्दैछ? प्रहरीहरूले सबै मिडियामा सबै फोटोहरू हालेर, सबै निवेदन हालेर फोटो सबै हुलिया गरेको छ, र पनि खोइ कन्ट्याक्टमा आएको छैन। पुलिसले फेला पनि पारेको छैन। तपाईँको श्रीमतीको नजिक लान्छ क्यामेरा नजिक, कस्तो छ अब फोटो पनि यस्तै मात्रै बोकेको रहेछ? फोटो पनि फोटो यस्तै छ दा, यही हो। देख्यो? यही हो। खै अलिक पछाडि जान्छ। देख्यो? यहाँ सबै देख्यो? अब फोटो पनि यही मात्रै रहेछ, मोबाइलमा खिचेको नि रहेनछ। अब यहाँ आउने त, यता आउनु। हजुर। अनि तपाईँले ऊ पनि गर्नुभएको रहेछ, यो अलिकति यसरी यसरी यो यसो गर्नु त, खै यहाँनिर गरेर ल ल गर्नु त, अलिक नजिक गर्नु त, फोटो देखाउँछ। यही मात्रै रहेछ, यही हो फोटो, यति नै हो फोटो। उहाँको श्रीमतीको फोटो यति नै रहेछ, बिचराको मोबाइलमा नै रहेनछ, मोबाइल पनि छैन दाइ भने जस्तो। अब के गर्नु त? दुःख गर्ने मान्छे के गर्नु। बिजोग हुनुभएको छ, अब कुट्नु भयो बुढीलाई, अब के गर्नु? अनि होइन दाइ, कुटेको बेलै भागेको हो कि होइन होइन मिलिसकेपछि पछाडि भागेको हो, मिलिसकेपछि पछाडि भागेको हो। ए कुटेको कति दिनमा कति ठ्याम हानु भयो अरे? 2-4 ठ्याम हाने मैले, मेरो पनि गल्ती होला। अब यसरी 2-4 ठ्याम हानेपछि गल्ती हुँदैन अनि? यसरी अब कहिले कहिले यसो धम्की त्रास पनि मैले दिएँ होला, मेरो पनि गल्ती भयो, उसको पनि गल्ती भयो। अब केटासँग प्रत्यक्ष बोलेको भन्नुहुन्छ, त्यो पनि प्रमाण हुनु पर्यो, केटासँग बोलेको होइन? केटासँग बोलेको प्रमाण थियो सर। अहिले अब सबै त्यो कुरा थाहा पाएपछि डिलिट गरेर उसले टिकटकहरू केही नचलाउने भनेर ऊ बसिरहेको थियो। र पनि अब एक्कासी म पार गएको बेला यसरी छोरी टिपेर हिँडो, अर्कोतिर गएको हो भने ठिक छ, छोरी मलाई दिनुपर्छ, छोरी चाहियो मेरो, नभए म यही छोरी। बुढी चाहियो कि छोरी चाहियो? बुढी छोरी नै चाहियो। अब बस्दिन भन्नु त भन्दैन होला, अब केही त लगेको छैन भन्नुहुन्छ, सिन्दुर पोते सुनहरू थियो कि थिएन? सुनहरू अब अलिअलि थोरै थोरै उसको थियो, उसको केही जिनिस लगेको छैन, सुनहरू पनि छ, पोते सोते उसको सबै सामानहरू छ, केही कपडा सपडा साडी चोलो सबै छ दाइ दराजमा। 7 गते बिहान म निस्किने बित्तिकै भनेपछि म धनकुटा गएको बेला, हजुरआमाको काममा गएको बेला, ऊ म निस्केको 10 मिनटमा हिँडिदिइहालेछ। भनेपछि कति दिन भयो आज? आज भयो 4 दिन भयो दाइ। म मरौँ कि बाँचौँ के गरौँ दाइ, मेरो छोरी कहाँ छ? ए भगवान मलाई ल्याइदेऊ न मेरो छोरी। होइन भाइ, अब त्यसो नगर्नु होइन दाइ, मेरो छोरीको लागि म अब 5 दिन भन्दा धेरै बाँच्न सक्दिनँ। हेर्नुहोस् यो भिडियो सारा संसार सबैले हेर्दाखेरि मेरो बुढी छोरी कहाँ छ सबैले नजिकैको चौकीमा या माइती नेपाललाई जिम्मा लगाइदिनु होला, दाजुहरूलाई अथवा सबैलाई जिम्मा लगाइदिनु होला। जसले भेट्छ उहाँको नाम नेहा विश्वकर्मा।